गुरुदेवसँग 9 वर्षसँगै साथमा रहेर ध्यान साधना सिक्दै सिकाउँदै रहेँ र मेरो यो अध्यात्मको यात्रा भने म 13 वर्षको हुँदा घर छोडेर अध्यात्मको खोजीमा लागेको। अहिले यो खोजी गरेको 28 वर्ष लाग्दैछ र आज भरत गुरुले यहाँ आएर बुद्ध पूर्णिमाको दिनमा छोटो ध्यान भने पनि गराइदिनुस् न भनेर उहाँले रिक्वेस्ट गर्नुभएको हुँदा आज हजुरहरूसँग यहाँ साक्षात्कार हुन पाएको छु। खुसी लागेको छ। यो खुल्ला आकाशमा सधैँ 4वटा दिवार, माथि छत, तल पनि सिमेन्टीको त्यो भुइँमा साधना गरिरहँदाको उकुस मुकुस त एउटा हुन्थ्यो नै। आज एकदमै प्रकृतिसँग नदी पनि बगिरहनु भएको छ, फोहोरै भए पनि तर एउटा देख्दा आँखालाई, कानलाई, मनलाई उहाँको यो मन शान्ति भन्नुभएको जस्तै साँच्चै नै यो ठाउँमा आएर साधना गराउन पाउँदा र गर्दाखेरि नि शान्तिको अनुभूति भइरहेको छ। हामी कति बजेसम्म बस्छौँ यहाँ? 7 बजेसम्म। क्षमा चाहन्छु, म मेरो बिहान आफ्नो नित्य साधना र अलिकति टाढा भएको हुँदाखेरि पनि समयमा 5 बजेकोमा चाहिँ मैले आउन सकिनँ। मैले उहाँलाई जानकारी पनि गराएको थिएँ। अब हामी ढिला नगरिकन ध्यान साधनामा प्रवेश गर्न गइरहेका छौँ। योग एक्सर्साइजहरू पक्कै पनि हजुरहरूले गरिसक्नुभयो होला। अब तयारी हुनुहुन्छ होइन?